हजुर सुन्न मैले एउटा आज निर्णय गरेँ के निर्णय आज मैले एउटा निर्णय गरेँ निर्णय के भन्न भन्नु आज काममा भयो बेला मैले आज एउटा हेर के सोच्छु भने अँ हामीले बर्दुबेमा एउटा अफिस खोल्नु पर्यो कस्तो अफिस यहाँ चिना हात हेराउनु पाइन्छ के भन्ने तेरो नाम राख्ने हो कि मेरो नाम राख्ने हो भन अन्त बाहिरपट्टि बोर्डमा अनि त्यहाँ मेरो हुनु पर्यो मैले चाहिँ के गर्छु भने तता बिहान साँझ ड्युटीबाट आइज र टिकट काट खुला हेरी साँझ र बिहान हुन्छ भन्ने होइन दिउँसो म कहाँ जान्छु र काममा जानु भन्नु नि मैले दिउँसो तँ टिकट काटिदिएर गएको मैले हेराउँछु के मैले हेरिदिन्छु अनि त्यहाँ मान्छे कोही न कोही यता बसेर हेर माको पनि आउन कोही पनि आउन के उता बर्दुतिर बस्ने नि मान्छे आउँछन् कि कोही न कोही बुझिसकेको आउँछ नि फेरि त्यसलाई के भन्ने नि मैले पहिला जात्रै सङ्घर्ष गरिरहेछौ अब सुगा दिन आएछन् भनेर लगाइदिने तँ भनेर लाग्ने पुग्छ नि त मान्छेलाई पुगिदियो अर्को बुझिसकेको आउँछ त्यहाँबाट दिनको कमसेकम 200 भयो भने त महिनामा 6000 हुन्छ गर्न पर्यो हेर आउने सन्डे छुट्टी मिला गएर एउटा रुमको निर्णय गरेर आउनु पर्यो भिडियो नबनाऊ त काट्दै ल ठिक छ